काठमाडौँ उपत्यकाका नदी किनार क्षेत्रबाट विस्थापित भएका सुकुम्बासी परिवारलाई सरकारले प्रति परिवार 25,000 रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्री परिषद बैठकले पुनर्स्थापनाका लागि एकमुष्ट राहत स्वरूप उक्त रकम दिने निर्णय गरेको हो। सरकारले विस्थापित परिवारलाई वैकल्पिक बसोबास व्यवस्थापन गर्न सहयोग स्वरूप थप राहत प्याकेज समेत घोषणा गरेको छ। सरकारका अनुसार जोखिमयुक्त तथा अव्यवस्थित बस्ती हटाइएका 5 सदस्यसम्मका परिवारलाई प्रति महिना 15,000 रुपैयाँका दरले 3 महिनासम्म बसोबास व्यवस्थापन खर्च उपलब्ध गराइनेछ। यदि परिवारमा 5 जना भन्दा बढी सदस्य भएमा थप प्रत्येक सदस्यका लागि मासिक 2,000 रुपैयाँ अतिरिक्त सहयोग दिइनेछ। सरकारका प्रवक्ता सस्मित पोखरेलले मन्त्री परिषदको निर्णय सार्वजनिक गर्दै विस्थापित परिवारलाई वैकल्पिक आवासको व्यवस्था गर्न प्रोत्साहित गर्ने उद्देश्यले यस्तो सहयोग प्याकेज ल्याइएको बताए। यसैबीच मन्त्री परिषद बैठकले स्विजरल्यान्ड सरकारबाट नगरपालिका राजस्व अभिवृद्धि कार्यक्रमका लागि प्राप्त हुने 6.11 मिलियन स्विस फ्र्याङ्क अनुदान स्वीकार गर्ने निर्णय पनि गरेको छ। त्यस्तै चीन सरकारले अरनिको राजमार्ग मर्मतका लागि उपलब्ध गराउने 79.36 मिलियन RMB अनुदान स्वीकार गर्ने निर्णय समेत मन्त्री परिषदले गरेको छ।